आज चाहिँ हामी चर्च गएको थियौं अनि छोरी चाहिँ दिनभरि सुतेको थिएन अनि उसलाई छिट्टै सुताउनु पर्ने अनि ऊ भोकाको पनि छ के अनि उसलाई खुवाउनु पनि पर्ने थियो। अनि मैले चाहिँ छिटो मिठो पाक्ने साबुदानाबाट खानेकुरा चाहिँ बनाएर दिए। अनि तपाईहरुको पनि घरमा मेरो जस्तै छोरी 1 वर्ष भन्दा माथिको छ भने तपाईहरुले पनि यो भिडियो अन्तिमसम्म हेरेर यस्तै खानेकुरा बनाइदिन सक्नुहुन्छ। मेरो छोरी चाहिँ निन्द्राले ढल्नै लाग्यो। अब के गर्नु, छोरीलाई भोकै त सुताउनु भएन। ट्याब दिएर मैले चाहिँ अनि उसलाई फकाएर राखिरहेको छु। यो खानेकुरा चाहिँ नानीहरुले पनि एकदमै मन पराउँछ। एकदमै हेल्दी अनि लामो समयसम्म टिक्ने, उनीहरुलाई पचाउन सजिलो अनि साबुदाना चाहिँ एकदमै कार्बोहाइड्रेट भएको खानेकुरा हो। बिचारा मेरो छोरीले सबै खायो तर उता निन्द्राले कस्तो भइसक्यो मेरो छोरीलाई। अब म चाहिँ मेरो छोरीलाई सुताउन जान्छु। तपाईहरु चाहिँ मेरो भिडियोलाई अन्तिमसम्म हेर्दिनुहोस् ल। मैले चाहिँ साबुदानालाई ओभरनाइट सोक गरेर राखेको छु। रातभरि भएन भने पकाउनु भन्दा अगाडि 4-5 घण्टा भिजाउँदा पनि हुन्छ। अनि साबुदाना चाहिँ टेस्टलेस भएको कारणले टेस्टको लागि थोरै केरा राखिदिए। अनि यो केरालाई चाहिँ मज्जाले म्यास गर्ने मैले यतिको बनाएर राखिदिए। अनि साबुदानालाई पकाउनुको लागि मैले चाहिँ यतिको पानी उमाले। बेसी साबुदानालाई उमाल्नु हुँदैन, फेरि टुक्रा टुक्रा भएर सबै बिग्रेर जान्छ। त्यही भएर मैले चाहिँ पानीसँगै राखिदिए। अनि यसरी राखेपछि हल्का चम्चाले मिलाइदिने। यसलाई चलाइराख्नु पनि पर्दैन। यसलाई चाहिँ तातो पानीमा राख्नु बित्तिकैदेखि यो चाहिँ पारदर्शी हुँदै जान्छ। अनि यसलाई चाहिँ मज्जाले पानीको कलरसँग मिल्ने गरेर पकाउनु पर्छ। यसको भित्री चुरीसम्म पाक्नको लागि चाहिँ हामीले 5 मिनेट जति छोपेर राख्नुपर्छ। त्यसपछि मैले चुलाको पावरलाई हल्का मिडियममा राखिदिए। एकैछिन वेट गरेर हेर्दाखेरि यस्तो भइसकेको रहेछ। साबुदानालाई पकाउँदा चाहिँ यतिको पानीको कलरसँग मिल्ने गरेर पकाउनु पर्छ। यतिको पाकिसकेपछि चाहिँ नानीहरुलाई खुवाउन मिल्छ। अब भने यसलाई चाहिँ पानीसँग अलग गर्नुपर्छ। अलग गर्नुको लागि चाहिँ मैले चाहिँ चिया तार्ने जालीलाई प्रयोग गरेको छु। अनि यसरी पानीसँग अलग गरिसकेपछि अघि म्यास गरेर राखेको केरासँग राखिदिए। त्यसपछि केरा र साबुदानालाई राम्रोसँग मिक्स गरे। त्यसपछि थोरै गाईको दुधलाई पनि राखिदिए। अनि यसलाई राम्रोसँग मिक्स गर्ने। यो चाहिँ हल्का पातलो भएको जस्तो भयो। यसलाई चाहिँ मैले फेरि कराईमा राखेर केही बेर तताइदिए। केही बेरसम्म तताएपछि यतिको बाक्लो भएपछि चाहिँ अब भने खुवाउनलाई रेडी भयो। आजको भिडियो चाहिँ यति नै। थ्यांक्स फर वाचिङ। बाइ बाइ। सी यु अर्को भिडियोमा।